संयन्त्रको तपाईको चाहिँ एउटा क्रान्ति हो, सुधारको अभियान। एक, अल्छी मान्छेलाई समाजमा पौरखी बनाउन श्रम संस्कृतिको माध्यमले अल्छी मानिस र समाजलाई पौरखी परिश्रमी बनाउने अभियान चलाइनेछ। अनिवार्य श्रम र श्रमदान गर्न प्रेरित गरिनेछ। व्यक्ति र समाज अनि देश बीचको सम्बन्धलाई बुझाइ सबैलाई लाभ हुने कारण र तथ्यहरू बुझाइ काम गर्न लगाइनेछ। निर्देशन होइन, उदाहरण बनेर अगुवाले सो कर्म गर्नेछ, लागू गर्नुपर्नेछ। 2, बेइमान मानिसलाई इमानदार बनाउने। गफको भरमा पेट पाल्नेले ठग्छ, ठग्नेले चोर छ र भ्रष्टाचार गर्छ। बेइमानी नै देश तपाईको चाहिँ नि भस्म पार्ने चाहिँ विष भएकोले अन्य अत्याचारको जरा भएकोले त्यसै गफ गरेर खानेलाई श्रम गरेर खाने मान्छे बनाउने तपाईको चाहिँ अभियान चलाइनेछ। 3 मा देशको मतलब नराख्ने स्वार्थीलाई देशभक्त बनाउने। आफ्नो पेट बाहेक अर्थोक व्यक्तिगत स्वार्थ बाहेक अर्थोकको चासो नलिने मान्छेलाई देश र व्यक्ति बीचको अनुन्याश्रित सम्बन्धबारे बुझाएर श्रमदाता बनाएर देशका लागि पसिना बगाउने, श्रमदाता बनाएर उसको मनमा राष्ट्रप्रेम जागृत गराइने छ, देशभक्ति जागृत गराइनेछ। 4, चेतनाले सुसुप्त समाजमा जागरण ल्याउने। सुसुप्त समाजमा चेतनाले जागरण ल्याउने। जनतामा सार्वभौम सत्ता मात्रै होइन, स्रोत र शक्ति दुवै निहित छ। जनतामा भएको असीमित शक्ति र स्रोतलाई राष्ट्र निर्माणमा लगाउन, सही र गलत बीचको फरक छुट्याउन र सहीको पक्षमा मत जाहेर गराउन चेतनाको अभियान चलाइनेछ र सुसुप्त अवस्थामा रहेको जनशक्तिलाई जगाई उत्पादन र निर्माण कर्ममा सदुपयोग गरिनेछ। 5, श्रम र श्रमिक प्रतिको दृष्टिकोण बदल्न। श्रम र श्रमिकलाई अपमान गर्ने नेपाली समाजले काम गर्नेलाई कामकै आधारमा विभेद गरेर अछुतसम्म मानेको नेपाली समाज अझै काम गरी खानेलाई सानो ठान्दछ, अवहेलना गर्दछ, अपमान गर्दछ। यसरी श्रमलाई अपमान गर्ने सामाजिक मनोविज्ञान रहेकोले देशमा काम नगर्ने, लाज मान्ने तर विदेश गएर जस्तोसुकै काम गर्न पनि तयार हुने मनोविज्ञानले ग्रस्त भएको कारणले गर्दाखेरि व्यावहारिक अभियानहरू चलाएर मान्छेलाई श्रमप्रति आकर्षित गरिनेछ र श्रमलाई सम्मान गर्ने दृष्टिकोण बनाइनेछ। 6, उत्पादन निर्माण र आविष्कार गर्न। श्रम र श्रमदानलाई अनिवार्य बनाएर उत्पादन र निर्माणका लागि निर्माण अनि खोज अनुसन्धान र आविष्कार गर्ने अभियान सञ्चालन गरिनेछ। जताततै उत्पादन र निर्माण गरेर देशको अभाव र गरिबी र अविकसित अवस्था को अन्त्य गरिनेछ। आत्मनिर्भर अर्थतन्त्र लागू गर्न उत्पादन, निर्माण र आविष्कारमा सबैलाई जोड्ने अभियान चलाइनेछ। कोही कसैलाई बिना काम समय बिताउन दिने छैन। उद्यम, इलम र उद्योगलाई जोड़ दिइनेछ। कर्मचारी होइन उद्यमी, जागिर होइन उद्यम र उद्योगलाई तपाईको चाहिँ बढावा दिइनेछ। 7, फुटेको समाजलाई एकतामा जोड्न। पार्टी, जाति, धर्म, वर्ग र व्यक्तिगत स्वार्थले फुटेको समाजलाई सामूहिक र राष्ट्रिय सार्वजनिक हितको साझा उद्देश्य प्राप्त गर्न सबैसँगै श्रमदान गराएर नजिक ल्याई एकतामा बाँधिनेछ। 8, सहभागी समाज बनाउन सामाजिक रूपान्तरण गर्न। आफ्नो घर र आफ्नो परिवार, आफ्नो पेट मात्रै सोचिरहने समाजलाई देशको अवस्था परिवर्तन गर्न सहभागी चरित्रको बनाउन अभियान चलाइनेछ। द्रुत गतिको देश विकास गराउन सबैलाई अतिरिक्त योगदान र श्रमदान गर्न प्रेरित गरिनेछ। 9, सत्यवादी समाजको निर्माण। सत्य बोल्न नसक्ने, नमान्ने, सत्य बोली र व्यवहार गर्दा निरुत्साहित र दण्डित बन्नुपर्ने, गाली खानुपर्ने नेपाली समाज सत्य सुन्न चाहँदैन, बोल्न चाहँदैन। त्यस्तो समाज रहउन्जेलसम्म सत्कर्म गर्न सकिन्न। सत्कर्मका लागि सत्य बोल्न सक्ने र सत्य स्वीकार्न सक्ने समाजको मनोविज्ञान निर्माण र अभियान सञ्चालन गरिनेछ। 10, सज्जनलाई बहुमत दिने। नेपाली समाजमा सज्जनहरू नबोल्ने, अघि नसर्ने, हिचकिचाउने तर बेइमान फटाहरू हठात अघि सर्ने र बोल्ने समाजमा इमानदार सज्जन मानिसहरूलाई बहुमत बनाउन, सज्जनहरूलाई बोल्न प्रेरित गर्नेछ। गफ गर्नेले सकेको देशमा काम गर्नेको वर्चस्व बनाइनेछ। 11, स्वाधीनता र सम्प्रभुता बचाउन। आर्थिक उन्नति गर्न उत्पादन बढाउनै पर्छ, उत्पादन गर्नै पर्छ।
आर्थिक रूपमा सम्पन्न नबनी देश स्वाधीन बन्न सक्दैन र स्वाधीनता बिना देश सम्प्रभु बन्न सक्दैन। श्रम र श्रमदानलाई व्यापक बनाएर विदेशी ऋण र अनुदानको भरमा होइन, आफ्नै स्वदेशी तपाईँको चाहिँ श्रम र स्रोत परिचालनले स्वाधीन अर्थतन्त्र सहितको सम्प्रभु देश बनाइनेछ। 12 सिद्धान्तको व्यावहारिक प्रयोग गर्न। प्रकृति संस्कृति प्रविधिको सन्तुलनले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्न सम्भव छ भन्ने सिद्धान्त हर्कवादको गुदीमा पुग्न अनिवार्य श्रम र श्रमदानको व्यावहारिक अभ्यास गरी जनसंख्यालाई जनशक्तिको रूपमा रूपान्तरण गरिनेछ। परीक्षण र परिणामहरूको लेखा राखिनेछ। 13 श्रमलाई सर्वोपरि स्थापित गर्ने। सबै जात जातिकाहरूलाई श्रम गर्ने संस्कृति साझा संस्कृतिको रूपमा स्थापित गरिनेछ। श्रम बिना मानव उन्नति केही सम्भव छैन भन्ने यथार्थलाई बुझाएर श्रम नै सबथोक हो भन्ने सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक सर्वोच्चतामा श्रमलाई सर्वोपरि ठान्ने मान्यता स्थापित गरिनेछ। श्रम संस्कृति पार्टी नै किन भन्दा प्राप्त गर्न अरू कुनै विधि पद्धति नभएकोले, कुनै व्यावहारिक राजनीति नभएको कारण श्रम संस्कृतिले मात्रै देशको यथार्थपरक सामाजिक परिवर्तन गर्ने भएको हुँदा अभाव र गरिबीको अन्त्य गरी अभाव र गरिबीबाट सृजित विकराल अवस्थाको अन्त्य गर्न अरू कुनै विदेशी तपाईँको चाहिँ सिद्धान्त बोकेका पार्टीहरूको गफको भरमा देश बनाउन नसक्ने र तपाईँको चाहिँ देश चल्न नसक्ने यथार्थ बोध भएकोले यो पार्टीको औचित्य पुष्टि हुन्छ। खेतबारी बाँझो राखेर सुकिलो मुकिलो जीवन शैलीले न व्यक्ति समृद्ध बन्न सक्छ न मुलुक। अव्यावहारिक सिद्धान्त रट्टा मारेर देश बनाउन खोज्ने अरू पार्टीहरूले देशमा वैदेशिक ऋणको भारी थोपर्ने बाहेक अरू केही भिजन नभएकोले, केही तपाईँको चाहिँ योजना नभएकोले श्रम संस्कृति पार्टीले मात्रै जनताको छनौटमा जनताको मनोभावना अनुसार काम गर्न सक्छ भन्ने हाम्रो बुझाइ छ। श्रम नै सर्वोपरि हो भन्ने मान्यता बोकेको यो पार्टीले मात्रै देशको गरिबी र परनिर्भरताको अन्त्य गर्न सक्दछ। त्यसैले यो पार्टी नै अन्तिम विकल्प रहेको हामी बुझ्न सक्छौं। यो यसरी प्रकट भएर आएको छ। यसलाई सार्थक बनाउन संक्षेपमा यी माथिका कुराहरूलाई जुन एउटा समरीमा आएको छ, यसलाई अलिकति डिटेलमा हामीले चाहिँ यहाँदेखि तलतिर प्रस्तुत गर्न गइरहेका छौं। यो माथि भनिएका कुरालाई सार्थक बनाउने संक्षेपमा श्रम संस्कृति पार्टीको आवश्यकता किन पर्यो भन्ने कारण होइन चाहिँ तपाईँको चाहिँ किन पर्दछ भन्ने कारण चाहिँ म प्रस्तुत गर्न चाहन्छु। हाम्रो पार्टी श्रम संस्कृति पार्टीको मूल सिद्धान्त तर्कवाद रहनेछ। प्रकृति संस्कृति र प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्न सक्दछ र त्यो अवस्था प्राप्त गर्न अनिवार्य श्रम र श्रमदान गर्नुपर्दछ। अनिवार्य श्रम र श्रमदानको नीति र निरन्तर अभ्यासले मात्र गरिबी, अभाव, विभेद र त्यसबाट उत्पन्न द्वन्द, लडाईँ, विनाश र अशान्तिको अन्त्य गर्न सकिन्छ भन्ने मूल राजनीतिक सिद्धान्त वर्गवाद। यही देशको माटो र ढुङ्गामा श्रम रोपेर देशको स्वाधीनता, सम्प्रभुता, समृद्धि, सुख र खुशी सहितको सुनौलो भविष्य फलाउने सूत्र हो अर्कवाद। श्रम संस्कृति पार्टीका एजेण्डाहरू, प्रतिबद्धताहरू या घोषणापत्र अथवा घोषणाहरू। हामीले भनेको कुरै सबै यही नै हुन्छ, सबै कुरा भन्ने होइन। किनभने हामी 3 करोड़ नेपालीलाई सोधेर गाउँ गाउँमा गएर गाउँको मान्छेहरूलाई सोधेर उहाँहरूको समस्याहरू नै हाम्रो एजेण्डाहरू पनि बन्न सक्छन्। तथापि हामीले एउटा दल खोलिरहँदा हामीसँग एउटा एजेण्डाको लिस्ट हुनु जरुरी छ। अपरिहार्य भएको कारणले यो लिस्टहरूलाई मैले वाचन गर्ने अनुमति चाहन्छु। शासकीय स्वरूप सम्बन्धमा बालिग मताधिकारद्वारा प्रत्यक्ष चुनिने कार्यकारी राष्ट्रपति रहनेछ। एक कार्यकाल 5 वर्षको हुनेछ। एकजना व्यक्ति 2 चोटि भन्दा बढी चुनिन पाउने छैन। राष्ट्रपति र उपराष्ट्रपति एकै लिङ्ग र एकै जाति समुदायको नरहने व्यवस्था गरिनेछ। हाम्रो दलको हकमा दलले उम्मेदवारी दिँदाको अवस्थामा यो हो, तर चुन्दाखेरि अब कुन दलको चुनिन्छ त्यताबाट हुन पनि सक्छ। तर हाम्रो अवधारणा यो छ, राष्ट्रपतिले राजनीतिक क्षेत्र बाहिरको विषयविज्ञ या सांसद जसलाई पनि लिएर चाहिँ आफ्नो पाएको सरकार गठन गर्न पाउनेछ।
सांसद सरकारमा गए सांसद पद निलम्बन हुने, देशद्रोह, भ्रष्टाचार या अनैतिक कृत्य गरेको पुष्टि भए संसदले महाभियोग लगाउन सक्ने, राष्ट्रपति नै राष्ट्र र सरकारको दुवैको प्रमुख रहने, संसद र सरकारको पदावधि 5 वर्षको रहने, संसदले सरकारको एजेण्डाहरूमा बहस पैरवी गरी आवश्यक कानून बनाउने, बनेका कानूनलाई संशोधन गर्ने। यी कुराहरू संक्षिप्तमा मैले राखेको कुरा यहाँलाई जानकारी गराउन चाहन्छु। यसको व्याख्या विश्लेषण लामो जान सक्छ। लामो भन्दाखेरि हामीसँग धेरै समय लाग्ने भएको कारणले मैले संक्षिप्तमा राखिरहेको कुरा जानकारी गराउन चाहन्छु। सार्वभौम सत्ता र राजकीय सत्ता। नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता, राज गर्ने शासनको तपाईको चाहिँ अधिकार जनतामा मताधिकार मार्फत सुनिश्चित गरिएको छ। लोकतान्त्रिक विधिबाट चुनाव गरेर राष्ट्र र सरकार प्रमुख चुन्नु र तपाईको चाहिँ आवश्यक कानून बनाउने, संसदमा प्रतिनिधि चुन्नु त्यसको उदाहरण हो। भौगोलिक अखण्डता र सीमा रक्षा। सुनिश्चित र अखण्ड भूगोल बिना देशको कल्पना हुनै सक्दैन। कुनै पनि सामाजिक या राजनीतिक बहानाले देशको भूगोल खण्डित हुने गरी देश टुक्रिने गरेको गतिविधि गर्न दिइने छैन। सीमानामा सेना राखी हुन सक्ने सीमा अतिक्रमण रोकिनेछ। देशको अखण्डतामा चुनौती दिने र सीमा अतिक्रमण गर्ने खालको कुनै पनि आन्तरिक र बाहिरी गतिविधि हुन्छ भने त्यसलाई रोक लगाइनेछ। असंलग्न परराष्ट्र नीति। सबैसँग समदूरी र समनिकटताको नीति लिइनेछ। छिमेकी मुलुकहरूसँग असल छिमेकी बन्ने नीति लिइनेछ। विश्व जगतमा असल राष्ट्र व्यक्ति बन्ने छ नेपाल। विकास र उन्नतिमा श्रम गरेर उत्पादन, निर्माण र आविष्कार गरेर प्रतिस्पर्धा गर्ने, तर युद्ध र महायुद्धहरूमा कसैको पक्षमा नउभिने नीति, असंलग्नताको नीति लिनेछौं। अहिलेका महाशक्तिहरू बीच बेला बेला युद्ध भइरहन्छ। त्यस्ता युद्धहरूमा असंलग्न रही कुनै पक्ष या विपक्षमा नउभिने, स्वतन्त्र उभिने, तपाईको चाहिँ तटस्थ उभिने नीति लिनेछ। युद्धका मामिलामा या युद्धका उद्देश्य बोकेर कुनै पनि मामिलामा नेपालको भूभाग या आकाश या कुनै पनि स्रोत साधन प्रयोग गर्न नदिने नीति लिनेछ। नागरिकता। प्रत्येक नागरिकलाई आमा या बाबाको वंशको आधारमा नागरिकता दिइनेछ। नेपाली नागरिकसँग बिहे गरेर आएको व्यक्तिलाई नेपालमा 5 वर्ष निरन्तर बसोबास गरिसकेको अवस्थामा मात्रै गरिसकेको अवस्थामा र सम्बन्धित देशको नागरिकता परित्याग गरेर आएको अवस्थामा मात्रै उसलाई अंगीकृत नागरिकता दिइनेछ। नागरिकता प्राप्त नभएकाहरूलाई अस्थायी बसोबासको परिचय पत्र दिइनेछ। मैले यी कुराहरू सबै कुरा संक्षिप्तमा भनिरहेको छु। फेरि पनि यसको व्याख्या विश्लेषण हाम्रो उसमा धेरै लामो छ। र मौलिक हक एवं मानवाधिकार। सबै नागरिक कानूनको नजरमा समान हुनेछन्। प्रत्येक नागरिकलाई समतापूर्वक बाँच्न पाउने अधिकारको प्रत्याभूतिका लागि घाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षा, रोजगार, सुरक्षा र राष्ट्रियता सहितको समान अधिकारको ग्यारेन्टी हुनेछ। प्रेस, सभा, सम्मेलन गर्ने, दलमा आबद्ध हुने, दल खोल्ने जस्ता सम्पूर्ण नागरिक स्वतन्त्रता र व्यक्तिगत सम्पत्तिमाथिको अधिकार सबै जात जातिका सबै नागरिकलाई तपाईको चाहिँ सामुदायिक अधिकार, सबै जात जातिका सामुदायिक अधिकार र व्यक्तिगत अधिकार ग्यारेन्टी गरिनेछ। लोकतान्त्रिक मूल्य र मान्यता। नागरिक सर्वोच्चता, नागरिक स्वतन्त्रता, समानुपातिक लोकतन्त्र, जनताको गणतन्त्र, संघात्मक शासन प्रणाली, मौलिक हक अधिकार, मानवाधिकार, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, स्वतन्त्र, निष्पक्ष, सक्षम, विश्वसनीय न्यायपालिका, कानूनी राज्य, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन, बालिग मताधिकार लगायतका मूल्य मान्यताहरूलाई आत्मसात गरिनेछ। व्यवस्थापिका। संघ स्तरमा 2 सदनात्मक र प्रदेशमा 1 सदनात्मक व्यवस्थापिका रहनेछ।
संघीय व्यवस्थापिका अन्तर्गत राष्ट्रसभा सबै प्रदेशका समान प्रतिनिधित्व गर्ने गरी रहनेछ। प्रतिनिधि सभामा प्रदेशका जनसंख्याको अनुपातमा पूर्ण समानुपातिक प्रतिनिधित्व रहनेछ। नागरिक सरकार र कार्यपालिका सबै तहमा निर्वाचित कार्यकारी सहितको सरकार रहनेछ। केन्द्रमा राष्ट्रपतिले सरकार गठन गर्दा समानुपातिक समावेशी किसिमको सरकार बनाउनेछ। प्रदेशका मुख्यमन्त्री समेत स्थानीय सरकारको प्रमुख चुनिए जस्तै प्रत्यक्ष निर्वाचित हुनेछ। स्थानीय सरकार गठन विधि संविधानमा उल्लेख भए अनुसार हुनेछ। प्रदेश सरकार र संरचना सम्बन्धमा प्रदेश सरकारलाई अनावश्यक बोझ भनिन थालिएको परिप्रेक्ष्यमा प्रदेश सरकार संरचनामा सुधार ल्याइनेछ। आवश्यकता भन्दा बढ़ी मन्त्रालयहरू कटौती गरी विभागीय संरचना बनाई जनताको सेवा सुविधा र विकास समृद्धिमा जोड़ दिइनेछ। न्यायपालिका सम्बन्धमा स्पष्ट क्षेत्राधिकार भएको संघीय न्यायालय रहनेछ। प्रदेशमा उच्च न्यायालय रहनेछन्। सबै तहका न्यायालयहरूलाई आफ्नो क्षेत्राधिकारभित्र निर्णय गर्ने अधिकार रहनेछ। संघीय न्यायालयले सबै तहका न्यायालयहरूले गरेको निर्णयको पुनरावलोकन गरी अन्तिम निर्णय दिन सक्नेछ। स्थानीय तहहरूमा आफ्नै न्यायिक समितिहरू हुनेछन्। अधिकार बाँडफाँड र अवशिष्ट अधिकार सम्बन्धमा केन्द्रमा सुरक्षा, मुद्रा, परराष्ट्र, प्रमुख भन्सार, प्राकृतिक स्रोत साधन र खनिजको अधिकार रहनेछ भने अन्य अधिकार प्रदेश र स्थानीयमा रहनेछ। सूचीकृत नभएका अवशिष्ट अधिकारहरू केन्द्रमा रहनेछन्। धर्मनिरपेक्षता र स्वतन्त्रता सम्बन्धमा राज्यको कुनै धर्म हुने छैन। कसैलाई काखा र कसैलाई पाखा गर्ने राज्यले चाहिँ त्यो खालको व्यवहार गर्ने छैन। व्यक्तिको धार्मिक आस्थाप्रति स्वतन्त्रता रहनेछ। कसैले करकाप गरेर धर्म परिवर्तन गराउने गतिविधि हुन दिइने छैन। त्यस्तो गतिविधि भएको पाइएमा कानून बमोजिम दण्डित गरिनेछ। बहुभाषिक नीति सम्बन्धमा नेपालका सबै जात जातिका मौलिक भाषाहरूलाई राष्ट्रिय भाषा मानिनेछन्। मौलिक भाषाहरू शिक्षा र सरकारी कामकाजका माध्यमका भाषाको रूपमा प्रयोग गरिनेछ। बहुभाषिक पाठशालाहरू स्थापना गरिनेछन्, सञ्चालन गरिनेछन्। मौलिक भाषाहरूको संरक्षण र प्रयोगमा सरकारी साथै सामाजिक र सांस्कृतिक अभियानहरू चलाइनेछ। त्यसमा उचित बजेटहरू विनियोजन गरिनेछ। आत्मनिर्णय, स्वशासन र स्वायत्तता सम्बन्धमा देशको भौगोलिक अखण्डता, स्वाधीनता, सम्प्रभुतामा आँच नआउने गरी देशको समग्रतामा क्षति नपुर्याउने गरी सांस्कृतिक निर्णयहरू गर्ने अधिकार जात जातिका समुदायहरूमा रहनेछन्। पूर्व सुसूचित अधिकार सम्बन्धमा जल, जमिन, जंगल र जडीबुटी लगायतका प्राकृतिक स्रोत साधनहरूको अन्तर्राष्ट्रिय तपाईको चाहिँ श्रम संगठन महासन्धि ILO 169 अनुसार रहनेछ। विकास निर्माणका कार्य गर्दा सहमतिका आधारमा कार्यहरू अगाडि बढाउने व्यवस्था गरिनेछ। पूर्ण समानुपातिक निर्वाचन प्रणाली सम्बन्धमा राज्यका सबै अंगहरूमा आदिवासी, जनजाति, खस, आर्य, मधेसी, दलित, मुस्लिम र अल्पसंख्यक सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने समानुपातिक प्रतिनिधित्व गर्ने व्यवस्था लागू गरिनेछ। समानता र सुरक्षाको हक सम्बन्धमा राज्यले कुनै पनि व्यक्तिलाई समुदाय, भाषा, वर्ण, धर्म, लिंग, संस्कृति, परम्परा, पेशा, वैचारिक आस्था या यौनिक पहिचानको आधारमा विभेद गर्ने छैन। तर पुराना राज्य सत्ताले विभेद गरेर पीड़ित पारिएकाहरूलाई सुरक्षा, आरक्षण र विशेष अधिकार तपाईको सहितको सुविधाको प्रबन्ध मिलाइनेछ। ट्रेड युनियन सम्बन्धमा श्रमजीवी वर्गको हितमा अर्थतन्त्र, समाज व्यवस्था तपाईको चाहिँ सञ्चालन गरिनेछ। देशका सम्पूर्ण श्रमिक वर्गलाई अन्तर्राष्ट्रिय श्रम संगठनले दिएको युनियनको अधिकार दिइनेछ। राष्ट्रिय सुरक्षा प्रणाली सम्बन्धमा गठन, व्यवस्थापन र सञ्चालन गरिनेछ। राष्ट्रपति नै नेपाली सेनाको सर्वोच्च परमाधिपति रहनेछन्। सुरक्षा
परिषदको सिफारिसमा सेना परिचालन हुनेछ। प्रदेश र स्थानीय सरकारको आफ्नै प्रहरीहरू रहनेछ। शासकीय तथा प्रशासनिक सुशासन, यस सम्बन्धमा केही बुँदाहरू छन्। पारदर्शिता 1 नम्बर। देशको सीमाना सुरक्षा र आन्तरिक सुरक्षा सम्बन्धी अरूलाई थाहा हुँदा देशलाई खतरा हुन सक्ने संवेदनशील सूचनाहरू बाहेक अरू सबै कुरा सार्वजनिक गरिनेछ। बैठकहरू लाइभ गरिनेछन्। 2 मितव्ययिता, हामी फजुल खर्च गर्ने छैनौं, सादगी जीवन जिउनेछौं। जनताको करलाई दुरुपयोग गर्ने छैनौं, सदुपयोग गर्नेछौं। मितव्ययिताका लागि समय र पैसा दुवै बचाउन श्रमदान नै हाम्रो प्रमुख विधि रहनेछ। उदाहरणका लागि 50 लाखको लागतमा 6 महिनामा गर्ने काम हामी 10 लाखमा 1 महिनाभित्र गर्नेछौं। सरकारी चालू खर्च कटौती गरी जनताको सेवा सुविधामा केन्द्रित गर्नेछौं। विदेशमा गएर स्वास्थ्य उपचार गर्ने छैनौं, कसैले पनि विदेश भ्रमणको न्यूमा खर्च गर्ने छैनौं। 3 जवाफदेहिता, हामी आफूले गरेको र आफ्नो दायित्वमा रहेको गर्नुपर्ने कामप्रति पूर्ण रूपमा जवाफदेही बन्नेछौं। आफ्नो कर्तव्यप्रति पूर्ण निष्ठा र जिम्मेवारी वहन गर्नेछौं। अरूलाई दोष दिएर आफू जोखिने परिपाटीको अन्त्य हुनेछ। 4 आर्थिक इमान्दारी, भ्रष्टाचार विरुद्ध भ्रष्टाचारलाई रोक्न नागरिक सञ्जाल खडा गरिनेछ। नागरिक आयोग गठन गरिनेछ। सरकारी र सामाजिक दुवै प्रकारका संयन्त्रहरू निर्माण गरी परिचालन गरिनेछन्। स्रोत नखुल्ने पुष्टि नहुने सम्पत्ति राख्न दिइने छैन, पाइने छैन। डिजिटल मनी प्रविधि प्रयोग गरी अवैध पैसा कारोबार रोकिनेछ। हरेक मानिसको आर्थिक कारोबारको डिजिटल रेकर्ड राखिनेछ। हरेक मानिसको फाइनान्सियल एकाउन्टको सरकारले रेकर्ड राख्नेछ। बिना स्रोतको सम्पत्ति सबै जफत गरिनेछ। 5 गैर राजनीतिक राज्य, कर्मचारी, प्रहरी, पत्रकार र न्यायालय जस्ता राज्यका अभिन्न अङ्गहरू, निकायहरू गैर राजनीतिक बन्नेछन्। पार्टीगत पक्षपाती पूर्वाग्रही बन्न दिने छैन। पत्रकारलाई, कर्मचारीलाई, प्रहरीलाई र न्यायालयलाई होइन राजनीति गर्ने छुट हामी दिनेछौँ। 6 सूचनाको हक, यो हक सुनिश्चित गर्नेछौं। टोलमा कानूनी तपाईको चाहिँ जानकारी सबैलाई दिनेछ। सेवा सुविधा विकास प्रक्रियाको बारेमा सर्वसाधारण जनस्तरमा जानकारी दिनेछ। तालिम तथा प्रशिक्षण। कानूनी सरलता, यो चाहिँ हाम्रो सुशासन सम्बन्धी कुराहरू मैले पढ्दैछु। प्रक्रिया कानूनी सरलता, कानूनी प्रक्रियालाई सर्वसुलभ बनाई ढिला सुस्तीको अन्त्य गरिनेछ। अत्यन्तै सरल कानूनी प्रक्रिया अपनाइनेछ। कानूनमा संशोधन ल्याउनेछ। कर्मचारी संयन्त्र राजनीतिविहीन, अनेक युनियन बनाएर जनताको सेवा भन्दा धेरै राजनीति गरेर तलब भत्ता बुझ्ने कर्मचारीहरूको तपाईको चाहिँ युनियनलाई हामी खारेज गर्नेछौं। 9मा छ जनतासँगै सरकार, घर दैलोको सरकार बनाइनेछ। जनतासँगै भेट्ने, जनतासँगै प्रत्यक्ष घुलमिल गरेर काम गर्ने सरकार बनाइनेछ। श्रमदानलाई नै प्रमुख विधिको रूपमा अपनाएर जनताको हरेक दुःख कष्ट र सरोकारको विषयहरूमा काम गर्ने सरकार बनाइनेछ। 10मा छरितो र सहज प्रशासन, जनताको शान्ति, सुरक्षा, सेवा सुविधा र विकासका कार्यहरूमा प्रशासनिक झन्झट हटाई छिटो छरितो सेवा प्रवाह गर्ने प्रबन्ध मिलाइनेछ। ढिला सुस्तीको अन्त्य गरिनेछ। र 13 नेक्स्टमा छ नियन्त्रणका नीति, कर्मचारीहरूलाई स्थायी नियुक्ति दिएकोले कुशासन र भ्रष्टाचारको सम्भावना बढ्दो छ। गुणको आधारमा बढुवा पाउने कर्मचारी, दोषको आधारमा अथवा काम नगर्ने गरी बिग्रेको अवस्थामा, घुसखोर बनेको अवस्थामा र प्रणाली अनुसार पद सोपानमा काम नगर्ने अवस्थामा, अटेरी बनेको अवस्थामा उसलाई तपाईको चाहिँ त्यसको खण्डमा सरुवा मात्रै होइन, उसको जागिर निलम्बन र खारेज गर्ने व्यवस्था हामी गर्नेछौँ। र यी थिए सुशासनसँग सम्बन्धित, प्रशासनिक सुशासनसँग सम्बन्धित कुराहरू। विकास तथा कर नीति सम्बन्धमा केही भन्न चाहन्छौं। वृद्धिलाई मात्रै विकास मानिने छैन। प्रकृति, संस्कृति, प्रविधिको सन्तुलित आधारमा गरिने
वृद्धि र व्यवस्थापन यी दुवैको योगलाई विकास मानिनेछ। वैज्ञानिक कर लगाइनेछ, धनीबाट लिएर गरिबलाई बचाउने नीति लिइनेछ। चेतना र देशभक्ति जागरण सहितको भौतिक विकास, श्रमदानको विकास विधिलाई प्राथमिकता दिइनेछ। यसका लागि आवश्यक ऐन कानून बनाइनेछ। परम्परागत ठेक्का प्रणालीलाई पनि आवश्यकता अनुसार प्रयोग गरिनेछ। सबै नागरिकलाई सबै खाले विकासमा श्रमदान मार्फत सक्रिय रूपमा जोडिनेछ। विकासको सन्तुलन सम्बन्धमा नेपालभित्रै दुईटा नेपालको भोगाईको अन्त्य गरिनेछ। पहुँच र शक्तिको आडमा गरिने असमान र अन्यायपूर्ण विकासको वितरणको अन्त्य गरिनेछ। काठमाडौँ केन्द्रित या शहर केन्द्रित विकासलाई गाउँ केन्द्रित बनाइनेछ। र दुईमा छ सीमावर्ती क्षेत्रमा विकासका पूर्वाधारहरू केन्द्रित गरिनेछ। सीमावर्ती क्षेत्रको विकासलाई ध्यान दिइनेछ। नेक्स्टमा छ भूमि व्यवस्थापन सम्बन्धमा कम उब्जनी हुने क्षेत्रहरूमा मात्रै बस्ती बसाउने नीति लिइनेछ। आवासको नाममा गरिने अनावश्यक भूमि प्लटिङ, भूमि तपाईँको छैन खण्डीकरणलाई रोक लगाइनेछ। निजी जग्गा प्राप्तिको हदबन्दी लगाइनेछ। बासको हक सबैलाई हुनेछ। सुकुम्बासी समस्या समाधान गरिनेछ। भूमाफियाकरण रोकिनेछ। कृषि र उद्योगहरूलाई प्राथमिकता दिइनेछ। लोक कल्याणकारी राज्यको सम्बन्धमा देशमा राज्य व्यवस्था जनताको कल्याणमा केन्द्रित हुनेछ। श्रमजीवीहरू पुँजीवादी शोषणबाट मुक्त गरिनेछ। विभेदबाट मुक्ति दिने स्वास्थ्य बीमा तपाईँको छैन, शिक्षा बीमा, वृद्ध एकल महिला अपाङ्ग अशक्त सुरक्षा तपाईँको छैन भत्ताको प्रबन्ध गरिनेछ। ज्येष्ठ नागरिक र बालबालिकालाई विशेष नीति बनाई सुरक्षा र मनोरञ्जन दिइनेछ। आश्रम र पार्कहरू खोलिनेछन्। मानव तस्करी, जबरजस्ती करनी जस्ता अपराधहरू नियन्त्रण गरिनेछ। लोप उन्मुख समुदायका लागि विशेष आरक्षण दिइनेछ। एकल महिलाको जीवन सहजीकरणको नीति लिनेछ। अपाङ्गता पुनः तपाईँको छैन स्थापनामा जोड़ दिइनेछ। लाग औषध, दुर्व्यसन तथा जस्ता सामाजिक विकृतिहरूको अन्त्य गरिनेछ। तेस्रो लिङ्गी समलिङ्गीको परिचय सहित कानूनी तपाईँको छैन र सामाजिक न्याय दिएर ससम्मान बाँच्न सक्ने वातावरण बनाइनेछ। किसान र मजदूर जस्ता उत्पादन, निर्माण र सेवाको क्षेत्रमा जीवन बिताउनेहरूको स्वास्थ्य र शिक्षामा विशेष सुविधा दिइनेछ। दृष्टिविहीनहरूका लागि विशेष आरक्षण र सुरक्षाको व्यवस्था गरिनेछ। र यी कुराहरू हामीले लोक कल्याणकारी राज्यहरूको बारेमा गर्ने सोचिरहेका छौं भने अर्को जाउँ जेनजी युवा पुस्ताको सम्बन्धमा। भर्खरका युवा अथवा सबैभन्दा कान्छो युवा पुस्ताको असन्तुष्टि, गुनासा र मागहरू र सल्लाह सुझावहरू सुन्ने नियोग बनाइनेछ, आयोग बनाइनेछ र सोही अनुसारको तपाईँको छैन योजना र काम कारबाहीहरू हामी अगाडि बढाउनेछौं। जेनजीको सपनालाई योजनामा तर्जुमा गरेर नयाँ ढंगको राष्ट्रिय हितमा काम गरिनेछ। युवा पुस्ताको दुरूपयोग रोकिनेछ। युवा पुस्तालाई राष्ट्र निर्माणमा लगाइनेछ। युवा पुस्तालाई राष्ट्रको तपाईँको छैन महत्वाकांक्षी योजनाहरू सम्पन्न गर्नका लागि जनशक्तिको रूपमा प्रयोग गरिनेछ। राजनीतिक गुण्डागर्दीमा युवालाई, जेनजीलाई प्रयोग गरिने छैन, गर्न दिइने छैन। त्यसरी दुरूपयोग र दुरुत्साहनका तपाईँको छैन गतिविधिलाई रोकिनेछ भने जेनजीलाई उत्पादन, निर्माण र आविष्कारमा हामी तपाईँको छैन सहभागी बनाउनेछौं। यो थियो जेनजी सम्बन्धमा। शिक्षा पढि नसक्दै विद्यार्थीलाई आफूले खाने खाना उत्पादन गर्न र पकाई खान सिकाइनेछ। लगाउने लुगा सिलाउन निपुण बनाइनेछ। ड्राइभिङ, कार्पेन्ट्री, इलेक्ट्रिक वर्क्स, मेसन है लगायतका तपाईँका छैन तालिमहरू विद्यार्थीहरूलाई दिइनेछन्। आविष्कार र इन्जिनियरिङमा विद्यार्थीहरूलाई अनिवार्य काम गराइनेछ। देशभक्ति र नागरिकको भूमिका बुझाउन 12 पासपछि अनिवार्य रूपमा 6 महिने सैनिक तालिम दिइनेछ। हात हतियार सञ्चालन तपाईँको सम्बन्धी जानकारी तथा तालिम दिइनेछ। त्यस पश्चात मात्र उच्च शिक्षा लिन पाउने तपाईँको चाहिँ
व्यवस्था गरिनेछ उच्च शिक्षामा, त्यसपछि मात्रै जाने व्यवस्था हामी गर्नेछौँ। 9 नम्बरमा नेक्स्टमा त्यही शिक्षासँग सम्बन्धित कुरा छ। कृषि क्षेत्रमा ठूल्ठूला अनुसन्धान र प्रयोगको शैक्षिक व्यवस्थाहरू मिलाइनेछ। त्यो खालका चाहिँ नि तपाईको संरचनाहरूको निर्माण गरिनेछ। पढेपछि कोही पनि बेरोजगार नहुने उद्देश्य राखेर सोही मुताबिक शिक्षा लागू गरिनेछ। आवश्यकता अनुसार विषय र विधि परिमार्जन गर्दै लगिनेछ। श्रम संस्कृति र अन्य जातीय संस्कृतिबारे व्यावहारिक ज्ञान दिइनेछ। श्रम संस्कृति र मुलुकको सकारात्मक परिवर्तनबारे पढाइनेछ। विकास र सामाजिक परिवर्तनमा श्रमको महत्वबारे बुझाउने र व्यावहारिक र तपाईको चाहिँ ज्ञान दिने तपाईको चाहिँ व्यवस्था गरिनेछ। आवश्यक भौतिक पूर्वाधार तयार गरिनेछ। जनशक्तिहरू तयार गरिनेछन्। गाउँ छोडेर शहर पढ्न आउनेलाई गाउँमै राख्न, गाउँमै पढ्न सक्ने गरीको गुणस्तरीय शिक्षा, योग्य शिक्षक, सक्षम दक्ष शिक्षक, शैक्षिक सामग्री र समुचित व्यवस्थापन र वितरण गरिनेछ। मातृभाषा शिक्षणमा जोड़ दिइनेछ। सामाजिक अभियानहरू सञ्चालन गरी सुधार ल्याइनेछ। सरकारी विद्यालयहरूको स्तर उन्नति गरिनेछ। शिक्षकहरूले राजनीति नगरून् भन्न खातिर श्रम संस्कृति पार्टीले शिक्षकहरूलाई सदस्यता दिने छैन। शिक्षकहरूले राजनीति गरे त्यसमा रोक लगाइनेछ। शिक्षकहरूलाई राजनीतिक गतिविधिमा सामेल हुन दिइने छैन। सबै शारीरिक क्षमता भएका, सबै खालका शारीरिक क्षमता भएकाहरूलाई शिक्षा, उचित शिक्षाको व्यवस्था मिलाइनेछ। शिक्षालाई पैसा कमाउने माध्यम मात्रै नभएर जीवन र समाजलाई उन्नत बनाउने, नैतिक जवाफदेही र जिम्मेवार बनाउने पक्षको रूपमा स्थापित र विकसित गरिनेछ। श्रम संस्कृति महाअभियानले ल्याउन चाहेको परिवर्तनलाई राष्ट्रिय मूलधारको शैक्षिक पद्धतिमा लागू गरिनेछ। श्रम संस्कृति लागू गरे पश्चात र त्योभन्दा अगाडिको पूर्व अवस्थामा भएको सामाजिक तपाईको चाहिँ आर्थिक अवस्था बीचको फरक छुट्याएर तपाईको चाहिँ समीक्षा गरेर हामी अघि बढ्नेछौँ। संयन्त्रहरू तयार गर्नेछ, आवश्यक सुधार गर्दै जानेछौँ। अर्थनीति आर्थिक विकास सम्बन्धमा आर्थिक विकासमा बाधक ऐन कानूनहरूलाई संशोधन गर्नेछौँ। नयाँ कानूनहरू बनाइनेछन्। प्राकृतिक स्रोत साधनका समुचित उपयोग गरी अर्थतन्त्र बढाउनेछौँ। पीपीपी मोडेलमा आर्थिक संस्थानहरू तपाईको चाहिँ निर्माण र सञ्चालन गर्नेछौँ। निशर्त हैन, विदाउट एनी कन्डिसन्स अन्तर्राष्ट्रिय लगानी र प्रविधिको तपाईको चाहिँ राष्ट्रिय हितमा विकास र अन्तर्राष्ट्रिय माफ गर्नुहोला, निशर्त अन्तर्राष्ट्रिय तपाईको चाहिँ लगानी प्रविधिको राष्ट्रिय हितमा विकासका लागि योजनाहरू लगाइनेछन् र त्यसो गरिरहँदाखेरि तपाईको चाहिँ राज्यको कुनै पनि स्वाधीनतामा आँच नआउने हैन, कुनै पनि तपाईको चाहिँ असमान सन्धि सम्झौताहरू हामी गर्ने छैन। र औद्योगिक क्षेत्र तथा औद्योगिक क्षेत्रहरू निर्माण गर्ने सम्बन्धमा अनुचित बजारलाई नियन्त्रण गर्नेछौँ। स्वदेशी उत्पादन र उपभोगमा जोड़ दिइनेछ। साम्राज्यवादी बजारलाई रोक्ने नीति लागू गर्नेछौँ। मौलिक तथा नयाँ प्रविधिको विकास र प्रयोग गरी पुँजी निर्माण गरिनेछ। निर्वाहमुखी अर्थतन्त्रलाई बढ़ावा दिँदै निर्यातमुखी अर्थतन्त्र बनाउने लक्ष्य लिइनेछ। आर्थिक विकासलाई केन्द्रमा राखेर भौतिक विकासको योजना बनाइनेछ। 5 वर्षभित्र विकासको लय निकालिनेछ। 10 वर्षभित्र उद्देश्य प्राप्त गर्ने राष्ट्रिय आर्थिक कार्यक्रमहरू लागू गरिनेछन्। श्रम र श्रमदान मार्फत श्रम संस्कृतिको सूत्रले सामाजिक, नागरिक र प्राकृतिक स्रोत साधन र संयन्त्रहरू प्रयोग गरिने देशको आर्थिक विकासमा क्रान्तिकारी विकास गरिनेछ। समतामुखी वैज्ञानिक कर प्रणाली लागू गरिनेछ। एकाधिकार पूर्ण बजारको अन्त्य हुनेछ। श्रमदानबाट तत्कालै फूल र फलफूल जताततै माफ गर्नुहोला, श्रमदानबाट जताततै फूल र फलफूल तथा सागसब्जी लगाएर निम्न आय हुनेहरूलाई सार्वजनिक उपभोग गर्न दिइनेछ। एक गाउँ एक उद्योगको नीति लागू गरिनेछ। जडीबुटी प्रयोग, उत्पादन र प्रशोधन गरी औषधिहरू उत्पादन गरिनेछन्। आविष्कार केन्द्रहरू खोल्ने र आविष्कारहरूको बजारीकरण गरिनेछ। आयातमुखी अटोमोबाइल्स र इलेक्ट्रोनिक्सलाई रोकी आफ्नै उत्पादनमा जोड़ दिइनेछ। कृषिलाई पहिलो
प्राथमिकतामा राखेर बजेट विनियोजन गरिनेछ। कृषकलाई प्रोत्साहन गर्न नीति तथा कार्यक्रम ल्याउनेछौं। कृषि उत्पादनको उचित र उन्नत बजार व्यवस्थापन गरिनेछ। कृषि उपज उद्योगहरू गाउँ गाउँमा खोलिनेछ। निर्वाहमुखी र निर्यातमुखी उत्पादन उद्योग स्थापना गर्नेछौं। ठूलालाई मात्र नभएर साना व्यवसाय र उद्योगहरूलाई पनि सञ्चालन समेत बचाउने नीति लागू गरिनेछ। नेपाली मौलिक तथा आधुनिक प्रविधिको विकास र विस्तार गरी उत्पादन बढाइनेछ। स्वदेशी उत्पादन बढाउन र उपभोग गर्न पद्धति र प्रवृत्तिको विकास गरिनेछ। गाउँमा गुणस्तरीय शिक्षा पुर्याइनेछ। खानी उत्खनन र धातु प्रशोधनको आवश्यक धातुजन्य लगायतका अन्य सामग्रीहरूको आयात घटाउनेछौं गरेर प्रशोधन गरेर यही देशको चाहिँ तपाईको चाहिँ उत्खनन गरेर धातुजन्य आयातलाई घटाउने उद्देश्य राखिनेछ। एक घर एक स्वरोजगार एक उद्यमीको नीति लागू गरिनेछ। कर्मचारी होइन उद्यमी, जागिर होइन व्यवसाय, उद्यम र उद्योग भन्ने नीति लागू गरिनेछ। कृषि तथा वातावरण कृषि उपजको आयात प्रतिस्थापन गर्न ठोस नीति लिइनेछ। उत्पादन बढाउन श्रम प्रतिको गिर्दो आकर्षणलाई सुधारेर कृषि नै प्रमुख पेशा र कर्म हो भन्ने मनोविज्ञानको तपाईको विकास गरिनेछ। उन्नत बिउ मलखादको प्रबन्ध मिलाइनेछ। उत्पादन र प्रविधिको विकास गरिनेछ। सामुदायिक र साझेदारी खेतीमा जोड़ दिइनेछ। वनपाखा सबैतिर फलफूल र तपाईको चाहिँ बिरुवा फलफूलका बिरुवाहरू रोपिनेछन्। सार्वजनिक उपयोग र उपभोग गर्न दिइनेछ। अनुदान र बीमाको व्यवस्था हुनेछ कृषक र कृषिलाई। त्यसैगरी साना र निम्न आयका किसानहरूलाई राहत र सुरक्षा दिनेछ। माटोको उर्वरा शक्ति बढाउन र बचाउन प्राकृतिक विधिहरू अपनाइनेछन्। खोलाखोलीले खेतबारीको तपाईको चाहिँ नाश गरिरहेको बेला संरक्षण गरिनेछ। भू संरक्षण गरेको नीति लिइनेछ। सिंचाइको प्रबन्ध मिलाइनेछ। राष्ट्र निकुञ्ज र वन्यजन्तुको आरक्षणमा सुधार गरिनेछ। जडीबुटी उत्पादन र प्रशोधनमा जोड़ दिइनेछ। त्यसैगरी उद्योग सम्बन्धमा सेवा सामग्रीको निरन्तर आपूर्ति गर्न प्रोएक्टिभ नीति लिइनेछ। अग्रगामी नीति लिइनेछ। आफ्नो मौलिक र अनुपम उत्पादनहरूको अन्तर्राष्ट्रिय बजारमा विज्ञापन गरिनेछ र निर्यात गरिनेछ। विदेशी सेवा सामग्रीहरूले स्वदेशी उत्पादनलाई ओझेल्न नपारोस् भन्न खातिर विशेष नीति लागू गरिनेछ। ऊर्जा सम्बन्धी खोज अनुसन्धान गरी आफ्नै खानीहरू हामी प्रयोग गर्नेछौं। खानी नभएको अवस्थामा रहेको तपाईको चाहिँ सामग्री र सेवा सुविधाको मात्रै आयात गर्ने नीति लिनेछ। कालाबजारी र कमिसनको अन्त्य गरिनेछ। दलालीको अन्त्य गरिनेछ। पारस्परिक लाभको आधारमा आयात र निर्यात सम्बन्धी नीति लागू गरिनेछ। हिमाली पहाड़ी र सीमावर्ती क्षेत्रमा जनताको आपूर्तिलाई ध्यानमा राखी विशेष प्रबन्ध मिलाइनेछ। राष्ट्रिय हित र सम्प्रभुतामा आँच नआउने गरी चीन र भारत बीच व्यापारिक पुलको रूपमा स्थापित भई लाभ लिइनेछ। त्यसैगरी पर्यटन सम्बन्धमा देशभित्र प्राकृतिक र सांस्कृतिक विश्व र जनमुखी प्रशासन लागू गरिनेछ। समानुपातिक कर्मचारी संयन्त्र बनाउनेछौं। राजनीतिक संलग्नता र अभ्यास मुक्त कर्मचारी र न्यायोचित प्रशासन बनाउनेछौं। राजनीतिक गतिविधिमा कर्मचारी संलग्न हुन नदिने व्यवस्था लागू गरिनेछ। ढिलासुस्ती रहित प्रशासनको व्यवस्था गरिनेछ। जनमतको कदर पद सोपान अनुसार प्रणालीयुक्त कर्मचारी र प्रशासनको प्रभावकारी लागू गरिनेछ। गैर आवासीय र प्रवासी नेपालीहरू सम्बन्धमा प्रवासी नेपालीहरूको अभिलेख राखिनेछ। गैर आवासीय नेपालीहरूको नागरिकतालाई निरन्तरता दिँदै उनीहरूका सिप तथा पुँजी राष्ट्र निर्माणका लागि आविष्कार गर्ने नीति लागू गरिनेछ। रेमिटेन्सलाई राष्ट्र निर्माणमा लगाउने नीति लागू गरिनेछ। त्यसैगरी भूतपूर्व सैनिक बारे भूतपूर्व गोर्खा सैनिकहरूका ज्ञान, सिप र अनुभवलाई राष्ट्र निर्माणमा लगाइनेछ। योगदानको कदर गरिनेछ। सुशासन र सामाजिक सुधारमा भूपू सैनिकहरूलाई प्रत्यक्ष सहभागी गराइनेछ। प्रवासमा रहेका भूपू सैनिकहरूको नागरिकतालाई निरन्तरता दिइनेछ र स्वदेशमै बस्न सक्ने वातावरण बनाइनेछ। भूपू गोर्खा सैनिकहरूले असमान पेन्सन
भूपू गोर्खा सैनिकहरूले पाइरहेको असमान पेन्सनलाई न्यायपूर्ण समान पेन्सन बनाउन आवश्यक पहल गर्नेछौं। नेपाली मौलिकताको रक्षा र आत्मरक्षा। विश्वव्यापीकरणको नाममा ठूलो देशहरूले साना देशहरूको सांस्कृतिक, व्यापारिक, राजनैतिक र सैन्य आक्रमणहरू गरेर चाहिँ अन्याय गरिरहेको, अन्त्य गरिरहेको परिप्रेक्ष्यमा आत्मरक्षाको नीति लिनेछ। आफ्नै उत्पादन र आविष्कारहरू बढाएर विदेशी मोहजालमा फसेर स्वदेशलाई बिर्सने, त्याग्ने मनोविज्ञानलाई बदल्न सबै खाले सामाजिक, सांस्कृतिक, राजनैतिक उपायहरू अपनाइनेछन्। संयुक्त राष्ट्र संघ लगायत विश्व मानवाधिकारसँग समन्वय र सहकार्य गरेर अगाडि बढ़िनेछ। नागरिक आयोग। सुशासन प्रत्याभूति गराउन नागरिक आयोग गठन गरिनेछ। राष्ट्रिय न्यायालय। कतिपय मुद्दाहरूमा न्यायालय नै निष्पक्ष नहुँदा देशद्रोही, भ्रष्टाचारीहरू समेत उम्कने गरेकोले सो सम्बन्धी न्याय दिन यो न्यायालयले सुनवाई गर्नेछ। न्याय सबैको निम्ति हो। जनताको अदालतको रूपमा यो राष्ट्रिय न्यायालय रहनेछ। र यसरी सम्पूर्ण पत्रकार साथीहरूलाई धन्यवाद दिँदै मैले हाम्रो श्रम संस्कृति कस्तो खालको देशको परिकल्पना गर्न चाहेको हो त, गरेको हो त भन्ने बारेमा आधिकारिक रूपमा संक्षिप्तमा, अब यति मात्रै होइन, यसको व्याख्या विस्तृत लामो छ, धेरै ठूलो हुन्छ भनेर धेरै मैले संक्षेपीकरण गरेर लिएको छु। यो कुराहरू लगाएका छौं र मैले फेरि पनि भने सार्वभौम नेपाली जनता नै हो होइन, उहाँहरूको समस्या नै हो हाम्रो एजेन्डा। हामीले आफ्नो मनको गीत गाउने होइन, सिंहदरबारमा बसेर मनको गीत गाउने होइन। हामी गाउँ गाउँमा पुग्छौं, टोल टोलमा पुग्छौं। हामी सबै वर्ग, सबै तपाईको चाहिँ सबै धर्म, सबै तपाईको चाहिँ क्षेत्रमा उहाँहरूको मनोविज्ञान के आवश्यकता के छ त्यो लिन्छौं र त्यस पछाडि मात्रै हाम्रो घोषणा पत्र देशले चाहेको अनुसारको बन्न सक्ला। तर अहिले हामी अब घोषणा पत्रै बिना त्यतिकै हावामा कुदेर पनि भएन। सबको कारणले गर्दाखेरि हामीले हाम्रो मनमा लागेको कुराहरू राखेका छौं। म 3 करोड़ नेपालीलाई 2 हात जोडेर भन्न चाहन्छु, तपाईहरुको समस्या नै हो हाम्रो एजेन्डा, तपाईहरुको चाहना नै हो हाम्रो एजेन्डा, तपाईहरुको भावना नै हो हाम्रो एजेन्डा। मैले राजनीतिको 3टा आधार देख्छु हैन, जस्तै हाम्रो पार्टीको सिद्धान्तको 3टा आधार प्रकृति, संस्कृति र प्रविधि छ। त्यसरी नै राजनीतिको 3टा आधार छ, त्यो भनेको जनभावना, जनचाहना हैन र जनआवश्यकता। जनताको भावना के छ, तपाईहरुको भावना नै हो हाम्रो एजेन्डा, तपाईहरुको चाहना के छ त्यही हो हाम्रो एजेन्डा, र तपाईको चाहिँ नि समस्या के छ हैन, तपाईहरुको आवश्यकता के हो त्यो आवश्यकता नै हाम्रो एजेन्डा। र त्यो जहिले पनि यो हाम्रो घोषणा पत्र अब लेख्यो लाछापमा शिलाले हैन, तपाईको चाहिँ ढुङ्गामा शिला खोपे जस्तो अब चेन्ज हुँदैन भन्ने होइन। यो तपाईहरुको भावना अनुसार संशोधित हुँदै जानेछ र तपाईहरुको भावना अनुसारको सरकार हामी गठन गर्छौं। र जनताको भावना भन्दा दायाँ बायाँ, जनताको चाहना भन्दा दायाँ बायाँ, जनताको तपाईको चाहिँ नि हैन आवश्यकता भन्दा दायाँ बायाँ हुने छैन। यति मैले भन्न चाहे। सम्पूर्ण मलाई हेरिरहनु हुने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई मैले यति राख्न चाहे। नमस्कार छ, धन्यवाद। अब